व्यापारी र उद्योगीहरूमा लगाइएको भ्याटको कारणले गर्दा उनीहरूले उत्पादन गर्ने वस्तु र सेवाको मूल्यमा वृद्धि हुन जान्छ र यसको प्रत्यक्ष असर आम उपभोक्ता नागरिकमा पर्नेछ र यसले इन्फ्लेसन निम्त्याउनेछ। आम नागरिकमा कुनै पनि असर नपर्ने भनिदिएको अभिव्यक्ति गलत रहेको छ। श्रावणदेखि विद्युत महसुलमा 5% भ्याट लाग्नेछ र त्यो भ्याटबाट आउने रकमले विद्युतको पूर्वाधार विकासमा लगानी गर्ने योजना सरकारको रहेको छ। यो भ्याट 50 युनिटभन्दा अधिक खपत गर्ने उपभोक्ताहरूमा लागू हुनेछ। यसको विरोध हुँदै गर्दा स्पष्टीकरण आयो कि 50 युनिटभन्दा बढी खर्च गर्ने उपभोक्ता कि त व्यापारी हुन् कि त उद्योगी हुन्, त्यसैले यसले आम नागरिकमा र गरिबमा कुनै पनि असर नपर्ने जानकारी दिएको छ। तर यसरी व्यापारी र उद्योगीहरूमा लगाइएको भ्याटको कारणले गर्दा उनीहरूले उत्पादन गर्ने वस्तु र सेवाको मूल्यमा वृद्धि हुन जान्छ र यसको प्रत्यक्ष असर आम उपभोक्ता नागरिकमा पर्नेछ र यसले इन्फ्लेसन निम्त्याउनेछ। आम नागरिकमा कुनै पनि असर नपर्ने भनिदिएको अभिव्यक्ति गलत रहेको छ।